welcome back to my channel. आज चाहिँ के को भ्लग बनाउने मलाई पनि थाहा छैन गाइस। के गरेको क्यामेराम्यानलाई सोध्नुपर्छ त्यो चाहिँ। अनि आज स्याटरडे हो त्यही भएर क्यामेराम्यान अहिले उठिसक्नुभयो। आज चाहिँ छिटो उठ्या होइसिन्छ 2 त्यस्तै गरेको थियो सायद 10 बजे हो। 10 बजे उठ्या होइसिन्थ्यो क्यामेराम्यान 10 बजे होइन 9:30 बजे हो। खुबै 10 बजे गाइस 10 बजे। अब चाहिँ हामी ट्रेकिङ क्यान्डी खान्छौँ। यहाँ मामुले चाहिँ चाइनाबाट ल्याइदिन्छ। अब खान्छौँ। अब यो चाहिँ म ठुलो दिदीलाई दिन्छु खोनालाई दुईवटा खान 5 जना छ। मुखमा राख्ने एकछिन जिब्रोलाई पानीले भिजाउने है। जिब्रोको पानी गरेर आउँछ नि। मामुलाई चाहिँ प्रार्थनाको एक्सप्रेसन हेर्न मन लाग्यो। एक्सप्रेसन हेरेर चाइनादेखि बोकेर आएको नभए चाइनामै खाइदिन्थ्यो कि क्या। होइन तिमीकै लाग्यो भने ल्याएको। मेरो त के अरे ऊ छ के अरे डार्क चक्लेट डार्क। मलाई यो चक्लेट यो खाएपछि प्रार्थनाको एक्सप्रेसन हेर्न मन लाग्यो। खाने हजुर एउटा तिमी खाऊ तिम्रो एक्सप्रेसन हेर्छु। यहाँ खुल्दैछ। पप हुन्छ पट्ट बढिदिन्छ। ब्लास्ट हुन्छ ब्लास्ट। घाउ भयो भने घाउ हुने गरी ब्लास्ट हुने होइन। कैसे के खुल्यो न उजिलो न खुल्दैछ हेर्छु न। सोले मुखमा हाल्दै त्यसले खान जाने थोरै मुखमा हाल्दै थोरै सबै नहाले खैनी हाले जस्तो एउटा औँलाले फिङ्गरले यसरी प्याकेटले एकैचोटि यस्तो गर्दो क्या दिदी र बाबुको ह्यान्ड मात्रै देख्दैछ। ला अब त्यो नचुस चुसिराख त्यतिकै राखेको छ। वाह दीदी वाह दीदी दीदी वाह दीदी 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 आवाज अब खत्तम। अब के गर्ने चिप्रे ब्लास्ट खायो मैले कोकै फ्लेभर ल्यायो नि त थोरै हालेर फेरि फिल गरेर त खोइ थोरै ट्राई गर्नु दिदीलाई हेर न। ए भगवान खाना हेर्न प्रार्थना खाना हेर्न ऊ सोन्जिला हेर पहिला अर्को चुक निकाल्नु कि मुखमा हेर मुख मिठाउ हेर चुक आउँछ नि। मुखमा अलिकति रियाल चोर्ने क्या मुख मिठाउने क्या सोनीको एक्सप्रेसन आई म त दुख्यो त्यही भइरहेको त त्यही यहाँ मान्छे त पड्क्यो क्या मजाले पड्क्यो त। मुख चाहिँ कस्तो बिग्रो त्यही भएर अहिले चाहिँ आमाले चाइनाकै हो गाइस नेपालको होइन। वो
अच्छा मिस करेंगे। ये कितना बीबा होते बन के बैठ गया, क्या हुआ है? इतने शरीफ बन के आप कैसे बैठ गए? मम्मा मैं तो बहुत शरीफ हूँ। सच में बहुत शरीफ और प्यारा बेटी है, बहुत। अभी तो कितना आराम से मम्मा के साथ बैठा हुआ है। पुर्गी हामी चाहिँ कहाँ जानला भन त? आइस स्केटिङ गर्नु जानलाको के भन्छ त्यसलाई? अनि अरू के भन्छ त नि? जे भयो नि हेरौँ यो मान्छेले के भन्छ भन्नु पनि थाहा छैन कि। लाज लाग्यो कसरी हेर्दैन कस्तो राम्रो आकाश। छ्या म त स्न्यापमा पनि चुइगम चपाएको हुन्छ जतिखेरै। यो मान्छेले चुइगम बाहेक अरू केही चपाउन आउँदैन। यसरी लडे म होइन, अब के गर्नु त, लडेछि त। गाइस हामी चाहिँ घर आइसक्यौँ। हात खुट्टा भाँचेर धेरै धेरै कुरा भयो आज। यहाँ घुँडा देखाउँदो प्रश्न निलो भाषा अनि अर्कोमा गाउँ भएन, अर्कोमा चाहिँ गाउँ भाषा। अनि गाइस अब लड्नु थियो, लडिहाले होइन, के गर्नु त, यस्तै रहेछ। यसरी लडे म होइन, अब के गर्नु त, लडेछि त। ओहो दामी पारामा लडियो है। स्केटिङमा यो दिदीलाई मात्रै हेल्प गर्दा मलाई हेल्प गर्दा छैन गाइस। कसले? हो अब यस्तै छ। आज दिनभरि मजा गऱ्यो। अब चाहिँ होमवर्क गर्दैछु। सो बाई बाई। एकछिन तर चाहिँ थाहा छ होला हजुरलाई, निपेन भएको चाहिँ थाहा छ होला। त्यही भएर अब कति दिनसम्म हो हेरौँला, भ्लग नबनाउने अनि बनाउन आएँ गाइस। सो बाई बाई।